हेलो साथीहरु, म प्रज्वल भण्डारी र नेपाली सेयर न्यूज च्यानलमा तपाईहरुलाई स्वागत छ। आजको दिनमा हाम्रो बजार केही घटेर बन्द भएको हामीले देख्न सक्छौं हैन। 26 अङ्कले बजार घटेर बन्द भएको छ। 26.51 अङ्कले कारोबार रकम 7.085 अर्ब आएको छ आजको दिनमा। र नोभेम्बर महिनाको चाहिँ अन्त्य भएको छ हैन। त्यो भएसँगै हाम्रो मन्थली क्यान्डल पनि कम्प्लिट भएको छ भनेपछि बजारको हामी केही क्रुशियल पोइन्टहरुमा छौं हैन। मन्थली बेसिसको तपाईको एनालाइसिस पनि म गर्नेछु र आजको दिनमा बजार घट्दै गर्दाखेरि यही पर्टिकुलर जोनबाट चाहिँ बजारमा सेलिङ किन आयो, यसको बिहाइन्डको टेक्निकल रिजन चाहिँ के हो त भनेर पनि आजको यो दिन भिडियोमा चाहिँ म डिस्क्राइब गर्नेछु र त्यस्तै गरी ओभरअल सेक्टरको अवस्था के कस्तो रहेको छ र बजारमा बाइ सिग्नल सेल सिग्नल आउँदै गर्दाखेरि जहिले पनि 3 स्टेज गरेर आउँछ भनेर मैले केही समय अगाडि कुरा पनि गरेको थिएँ हैन। त्यही अनुसारै सेल सिग्नल यदि बजारमा आउने भयो भने पनि के कसरी आउँछ, के कसरी आफ्नो प्लानहरु बनाउन सकिन्छ, मनी म्यानेजमेन्टलाई के कस्तो बनाउन सकिन्छ लगायतको कुराहरु आजको भिडियोमा गर्न जाँदैछु। भिडियो इम्पोर्टेन्ट हुनेवाला छ, अन्तिमसम्म हेर्नु होला। सुरुमा मैले मन्थली चार्टको चाहिँ एनालाइसिस गरेँ हैन। मन्थली चार्ट हामीले हेर्छौं भनेदेखि मन्थली चार्टमा जनरली बुल बजारमा बोलिन्जर ब्यान्डको मिडल ब्यान्ड भन्दा बजार माथि रहेको इतिहास हामीले देख्न सक्छौं हैन। अब तपाईको हिस्ट्री हामीले हेर्छौं भने जहिले पनि बुलिश बजार रहुन्जेल मन्थली चार्टको मिडल ब्यान्ड भन्दा बजार लगभग माथि छ, जहिले पनि माथि छ। हेर्नु मिडल ब्यान्ड ब्रेक गरेपछि बजारको चाहिँ अलिकति नेगेटिभ यात्रा तय भएको हामीले देख्न चाहिँ सक्छौं। अब अहिले तत्कालको टाइममा बजार 2200 ब्रेक गर्दाखेरि बोलिन्जर ब्यान्डको मिडल ब्यान्डलाई चाहिँ पनि बजारले ब्रेक गरेको थियो र बोलिन्जर ब्यान्डको मिडल ब्यान्ड भन्दा बजार माथि टिकिरहेको थियो र यो नोभेम्बर महिनामा र यो भन्दा अगाडिको महिनामा त्यो भन्दा पनि अगाडिको महिनामा पनि के भएको छ त भन्दाखेरि बारम्बार बजारले चाहिँ बोलिन्जर ब्यान्डको मन्थली चार्टमा चाहिँ मिडल ब्यान्ड भन्दा तलतिर केही समय कारोबार हुने तर क्लोजिङ भनेको चाहिँ मिडल ब्यान्ड भन्दा मास्तिर नै आएर हुने भइराखेको छ र अहिलेको टाइममा पनि क्लोजिङ भनेको नोभेम्बर महिनामा पनि मिडल ब्यान्ड भन्दा मास्तिर नै छ। लगभग मिडल ब्यान्ड भनेको 2580 2590 को लेभलतिर छ। त्यो लेभल भन्दा चाहिँ बजार माथि नै छ हैन। लगभग त्यही लेभलमा छ, 2580 को लेभलतिर छ भने यदि बजारले चाहिँ तपाईको 2580 को लेभल भन्दा तलतिर मन्थली बेसिसमा क्लोज गर्यो भनेदेखि अहिले तत्कालको टाइममा अलिकति बजारको लङ टर्म ट्रेन्डलाई चाहिँ अध्ययन गर्नुपर्ने अवस्था त्यहाँनिर बन्न जान्छ। अहिलेसम्मको लागि मन्थली बेसिसमा मिडल ब्यान्ड भन्दा मास्तिर नै टिकिरहेको छ भन्नुको मतलब अलिकति बजार चाहिँ अप ट्रेन्डमा जाने सम्भावना चाहिँ जीवितै छ। मिडल ब्यान्ड भन्दा चाहिँ तलतिर क्लोजिङ गर्न थाल्यो भनेदेखि अब पहिला हिस्ट्रीमा तपाईले हेर्नुहुन्छ भनेदेखि मिडल ब्यान्ड भन्दा तलतिर क्लोजिङ गर्यो भनेदेखि बाउन्स ब्याक गयो भनेदेखि पनि त्यसलाई सेलिङ अपर्च्युनिटीको रूपमा लिएको बजारले देखेका छौं हैन। अहिलेसम्मलाई यो भन्दा चाहिँ तलतिर क्लोजिङ गरेको छैन। हिस्ट्री हेर्दाखेरि मिडल ब्यान्ड भन्दा तल गएपछि बजार जनरली बेयरिश ट्रेन्डमा गएको छ हैन, नेगेटिभ ट्रेन्डमा गएको छ। हामीले यही होप गरौँ कि यो भन्दा मास्तिरबाट चाहिँ बजार फर्कोस्, नेक्स्ट मन्थ पनि यो लेभल भन्दा चाहिँ बजार मास्तिरै क्लोज गरोस् भनेर हामीले होप गर्ने हो। अब यो भयो मन्थली चार्टको एनालाइसिस हैन। अब यो मन्थली चार्टको एनालाइसिसलाई चाहिँ आजको लागि मात्र भन्दा पनि मन्थ इन्ड भएर आज एक्सप्लेन गरेँ। अलिकति लङ्गर टाइम फ्रेमको एनालाइसिसको लागि चाहिँ यसलाई चाहिँ युज गर्नको लागि रिकमेन्ड गरिन्छ। अब तपाईको हामी आउँ डेली चार्टको कुरामा है। डेली चार्टको कुरामा यही लेभलबाट बजारमा किन करेक्सन आयो त आज भनेदेखि यहाँनिर दुईवटा तपाईको क्रुशियल जोनहरु हामीले रहेको देख्न चाहिँ सक्थ्यौं हैन। जस्तै तपाईले यहाँनिर हेर्न सक्नुहुन्छ, एउटा भनेको चाहिँ तपाईको 200 दिनको मुभिङ एभरेजको आसपास थियो र अर्को भनेको चाहिँ यो एउटा तपाईको रेसिस्टेन्स जोन थियो हैन। यो एउटा पहिला पनि बजार यो लेभलबाट केही करेक्सन आएको एउटा यो जोन थियो र अर्को भनेको चाहिँ तपाईको 200 दिनको मुभिङ एभरेजको जोन पनि यही जोनमा चाहिँ परेको थियो तत्कालको टाइममा। जस्तै तपाईले यहाँ हेर्न सक्नुहुन्छ 200 दिनको मुभिङ एभरेजबाट चाहिँ बजारमा आजको दिनमा केही सेलिङ आएको छ। अब यो बजार यदि साच्चै माथि जाने हो हायर लो बनाउँदै भनेदेखि रेसिस्टेन्स भनेको चाहिँ रिएक्सन जोन हुन्छ। बजार घट्नु नै छ भने सपोर्ट भनेको तपाईको के हुन्छ त भन्दाखेरि रिएक्सन जोन हुन्छ। त्यहाँबाट रिएक्ट चाहिँ गर्छ तर तलतिर आएर चाहिँ के गर्छ, रिएक्ट गर्छ, सपोर्टको लेभलमा आएर केही यसो हरियो बनाउन खोज्छ, फेरि ब्रेक गरिदिन्छ। तल जानु छ भने, माथि जानु छ भने रेसिस्टेन्समा आएर केही रेड क्यान्डल बनाउँछ, केही लेभल मान्छेले निकाल्छ अनि माथि गइदिन्छ हैन। अब यस्तो खालको चाहिँ तपाईको प्रवृत्ति बजारमा देखिन्छ। रिएक्सन जोनबाट बजारले रिएक्ट गर्छ। त्यो रिएक्सन जोनलाई माथि जाने क्रममा साच्चै रेसिस्टेन्स बनाउँछ कि रिएक्सन जोन बनाउँछ भनेर चाहिँ हामीले के हेर्ने हो त भन्दाखेरि तलतिरको तपाईको डिमान्ड एरिया हामीले हेर्ने हो। जस्तै यो तपाईको तलतिरको डिमान्डको जोन चाहिँ प्रोटेक्ट हुन्छ कि हुँदैन भनेर चाहिँ हामीले हेर्न पर्यो। अब डिमान्ड जोन भनेको लगभग 2580 देखि 2600 को लेभलमा चाहिँ हाम्रो डिमान्ड जोन तत्कालको टाइममा रहेको छ। अब भनेपछि हामीले यहाँनिर के बुझ्न सक्छौं त यतिसम्मको समरी भन्दाखेरि 200 दिनको मुभिङ एभरेज र यो जोन जुन छ यो जोनले गर्दाखेरि चाहिँ यो लेभलबाट चाहिँ केही सेलिङ आएको आजको दिनमा भनेर हामीले बुझ्न सक्छौं। यो भनेको क्रुशियल रेसिस्टेन्स जोन यहाँनिर बजारको थियो। अब हामीले के हेर्ने त भन्दाखेरि अर्को हाम्रो भनेको चाहिँ तपाईको ट्रेन्ड लाइनतिर आउँछ हैन। ट्रेन्ड लाइनतिर चाहिँ बजार एट्र्याक्ट हुने हो कि भनेर हामीले एउटा एनालाइसिस गर्न सक्छौं। अब ट्रेन्ड लाइनसम्म आउँछ कि बिचतिरबाट फर्किन्छ कि कसरी अनुमान गर्न सकिन्छ त्यसको बारेमा म एकैछिनमा कुरा गर्छु हैन। मैले अस्ति नै एउटा अपडेट तपाईहरुलाई भनेको थिएँ। यहाँनिर के भनेको थिएँ, जस्तै तपाईहरुले यो नेपाली शेयर न्यूज www.nepalisharenews.com यसमा गएर तपाईहरुले चाहिँ शेयर शिक्षाको डेली मार्केट अपडेटमा गएर चाहिँ हेर्नुभयो भनेदेखि यहाँनिर डेली मार्केट हाम्रो अपडेट आइरहेको छ है।
बजारमा भिडियो पोस्ट मैले नगरेको दिनमा पनि अपडेट हेर्न हालिदिइराखेको छु। र फर्स्ट आर्टिकलमा मैले एउटा 3वटा कुरा मैले भनेको थिएँ। जहिले पनि बाई सिग्नल आउँदा सुरुमा क्यान्डलबाट आउँछ, त्यसपछि तपाईँको दोस्रो नम्बरमा ट्रेन्ड लाइनको ब्रेकआउटबाट आउँछ र तेस्रो नम्बरमा चेन्ज अफ क्यारेक्टरबाट आउँछ र सेल सिग्नल आउँदा पनि हुने त्यही नै हो। भनेपछि अब यस्तो अवस्थामा कसैले के गर्छन् त भन्दाखेरि पार्सियल एक्जिक्युसन गर्छन् हैन। क्यान्डलबाट सेल आयो, केही रिस्क म्यानेज गर्छु, ब्रोकरको पैसा सैसा छ हैन, उधारो सुधारो छ अथवा अलिकति टाइट अवस्थामा बसिएको छ भनेदेखि क्यान्डलबाट सेल आउँदाखेरि केही अलिकति लुज अवस्थामा लगानीकर्ताहरू बस्ने स्ट्र्याटेजी एउटा त्यो हुन्छ हैन। दोस्रो नम्बरको ट्रेन्ड लाइनको हुन्छ, ट्रेन्ड लाइनमा र बाई सेल आउँदाखेरि अर्को लेभलको एक्जिक्युसन गर्ने, क्यारेक्टरले चेन्ज हुँदाखेरि अर्को लेभलको एक्जिक्युसन गर्ने हैन। जनरली यो तरिकाले गरियो भनेदेखि चाहिँ अलिकति मनी म्यानेज प्रपर तरिकाले हुन्छ। एकै ठाउँमा सबै किनिँदैन, सबै बेचिँदैन, प्रपर मनी म्यानेजमेन्ट हुन्छ। एसएल नै भए पनि स्टप लस नै भए पनि त्यहाँनिर चाहिँ अलिकति प्रपर हुन जान्छ। यो 3वटालाई चाहिँ हेर्नु पर्यो, सुरुमा क्यान्डलबाट, त्यसपछि ट्रेन्ड लाइनबाट, त्यसपछि तपाईँको क्यारेक्टर चेन्जबाट हैन। यही कुरालाई मैले अहिले तत्कालको टाइममा नि अप्लाई गरेँ हैन। बजारमा आजको दिनमा क्यान्डल राम्रो बनेको छैन, रियालिटी हो। 200 दिनको मुभिङ एभरेजबाट अलिकति रेड क्यान्डल बनाएको छ हैन। अलिकति अप्पर स्याडो पनि राम्रै ठुलै अप्पर स्याडो बनेको छ भनेपछि क्यान्डल अलिकति नेगेटिभ देखिएको छ भनेपछि अब यस्तो अवस्थामा चाहिँ अब त्यही सुरुमा क्यान्डलबाट अलिकति नेगेटिभ भयो भने नेगेटिभ भइहाल्नुपर्ने अवस्था हुँदैन। दोस्रो लेभलको हाम्रो डिमान्ड जोन भनेको यहाँनिर यसरी यो ट्रेन्ड लाइनतिर चाहिँ हाम्रो डिमान्ड जोन हुन्छ। ट्रेन्ड लाइन भनेको 2600 2580 देखि 2600 को जोनको लेभलमा चाहिँ यहाँनिर हाम्रो ट्रेन्ड लाइन रहेको छ तत्कालको टाइममा। यो लेभलतिर चाहिँ बजार एट्र्याक हुन सक्छ। यो लेभलतिर एट्र्याक हुने सम्भावना के भयो भने झनै बढेर जान्छ भनेदेखि जस्तै 1 आवरको हामीले एकचोटि हेरौँ हैन। 1 आवरको चाहिँ तपाईँको चार्ट लगाएँ मैले। 1 आवरको चार्ट लगाउँदै गर्दाखेरि 1 आवरको चार्टमा चाहिँ यदि बजारले मुभिङ एभरेज च्यानललाई चाहिँ ब्रेकडाउन गरिदियो भनेदेखि हैन, जस्तै मुभिङ एभरेज च्यानलमा ठ्याक्क आएर डिमान्ड बनाएको छ, अथवा 1 आवरको चार्टमा चाहिँ यसरी मुभिङ एभरेज च्यानलबाट बाउन्स गर्यो तर आफ्नो अघिल्लो हाई नकटिकन चाहिँ बीचतिरबाटै फल आउन थाल्यो भनेदेखि अब डेली चार्टमा जाउँ। डेली चार्टको ट्रेन्ड लाइनतिर चाहिँ बजार एट्र्याक हुने सम्भावना बढेर जान्छ। मैले भनेको स्ट्र्याटेजीलाई चाहिँ तपाईँहरूले ब्याक टेस्ट गर्नु होला, पहिला त्यस्तो भएको छ कि छैन। रियाक्सन जोन, रेसिस्टेन्ट भनेको रियाक्सन जोनबाट यदि बजार करेक्सन आउँछ र 1 आवरको मुभिङ एभरेज च्यानल सस्टेन गर्न सक्दैन भनेदेखि डेली चार्टमा चाहिँ के हुन्छ त भन्दाखेरि ट्रेन्ड लाइनतिर चाहिँ बजार एट्र्याक भएको चाहिँ हामीले देख्न सक्छौँ। भनेपछि अहिले तत्कालको टाइममा क्यान्डल स्टिक अलिकति नेगेटिभ बनेको छ है, क्यान्डल स्टिक अलिकति नेगेटिभ बनेको छ, रियालिटी हो। अब तपाईँको हाम्रो अर्को डिमान्ड जोन भनेको यसरी ट्रेन्ड लाइनतिर छ। ट्रेन्ड लाइन प्रोटेक्ट भयो भनेदेखि बजार ठिक छ, ट्रेन्ड लाइन ब्रेकडाउन हुन थाल्यो भनेदेखि बजारको चाहिँ अलिकति नेचर अलिकति बिग्रिन्छ, बजारको अलिकति जुन अपवार्ड मोमेन्टम लिन खोजेको थियो त्यो मोमेन्टम विक हुन्छ। भनेपछि अब हाम्रो अल्टिमेट जोन भनेको चाहिँ ट्रेन्ड लाइनको जोन छ। 1 आवरको मुभिङ एभरेज च्यानलमा ब्रेक गर्यो भनेदेखि चाहिँ ट्रेन्ड लाइनतिर एट्र्याक हुने सम्भावना जान्छ। अब केही ओभर टाइट पोजिसनमा बसिएको छ भनेदेखि चाहिँ त्यहाँनिर केही अलिकति हल्का भएर बस्न सकियो, नत्र भनेदेखि ओभरअलमा समग्रमा हेर्ने हो भनेदेखि चाहिँ टेक्निकल्ली बोल्नु पर्दाखेरि चाहिँ ट्रेन्ड लाइनको जोनलाई चाहिँ कसरी रेस्पेक्ट गर्छ बजारले त्यो कुरालाई चाहिँ हेर्दाखेरि चाहिँ राम्रो हुन्छ। मैले लगभग बजारको टेक्निकल्ली के कस्तो देखिन्छ भनेर केही स्ट्र्याटेजी र तत्कालको टाइममा के भयो भने के डिसिजन लिने भनेर चाहिँ केही सरसर्ती तपाईँको भने है। अब सेक्टर वाइज हामीले हेर्छौँ भनेदेखि सेक्टर वाइज हेर्न पर्दाखेरि चाहिँ जस्तै हामीले डेली चार्टमै जाउँ। सेक्टर वाइज हेर्न पर्दाखेरि चाहिँ आजको दिनमा खासै कुनै पनि सेक्टर चाहिँ त्यस्तो तपाईँको पोजिटिभ एकदमै राम्रो कुनै पनि सेक्टर खासै त्यस्तो देखिएको छैन हैन। आजको दिनमा सबभन्दा धेरै बढ्ने भनेको म्यानुफ्याक्चर सेक्टर छ, 0.73% बढेको छ। त्यसपछि होटेलदेखिको लगायतको अरू सबै सेक्टरहरू चाहिँ आजको दिनमा घटेर चाहिँ बन्द भएको छ है। अब त्यस्तै गरी आजको दिनमा सबभन्दा धेरै कारोबार आउनेमा चाहिँ हाइड्रो पावर सेक्टर रहेको छ। हाइड्रो पावर सेक्टरमा आजको दिनमा राम्रो कारोबार देखेको छ, 3 अर्बको कारोबार छ। त्यसपछि लाइफ इन्सुरेन्समा 79.5 करोडको, ब्याङ्किङ सेक्टरमा चाहिँ तपाईँको 55.43 करोडको र त्यसपछिको अर्को भनेको चाहिँ माइक्रो फाइनेन्स सेक्टरमा चाहिँ 49.11 करोडको चाहिँ कारोबार आएको छ आजको दिनमा चाहिँ। भनेपछि यो सेक्टरमा अलिकति धेरै टर्नओभर देखिन्छ। अब नेप्सेको हामीले ओभरअल एनालाइसिस गर्छौँ भनेदेखि हामीले चाहिँ जस्तै हामीले चाहिँ सरसर्ती तपाईँको मुभिङ एभरेज च्यानल र त्यस्तै गरी तपाईँको अर्को भनेको चाहिँ पिभट पोइन्टको एङ्गलबाट बजारलाई चाहिँ यदि अब्जर्भ गर्छौँ भनेदेखि चाहिँ नेप्सेको यो हप्ता के भएको छ त भन्दाखेरि एकैछिन नेप्सेको चार्ट हेर्छौँ भनेदेखि नेप्से चाहिँ तपाईँको पिभटतिर एट्र्याक्ट भइरहेको जस्तो देख्न सक्छौँ हामीले हैन। पिभटको एरियातिर चाहिँ बजार आइरहेको छ है। अब पिभटलाई ब्रेकडाउन चाहिँ गरिसकेको छैन आजको दिनमा, पिभटभन्दा चाहिँ मास्तिर नै क्लोजिङ भएको छ। अब भोलिको दिनमा पिभटको लेभल सस्टेन हुन्छ कि हुँदैन हेर्ने। पिभटको लेभल सस्टेन यदि बजारले गर्न सकेन, पिभटभन्दा मास्तिर बस्न बजार सकेन भनेदेखि मुभिङ एभरेज च्यानलतिर एट्र्याक्ट हुने सम्भावना बढेर जान्छ। हेर्नु अघि तपाईँको प्राइस एक्सनबाट मैले जे स्ट्र्याटेजी भने पिभट र एमएसीको स्ट्र्याटेजी लगाएर त्यही नै गर्न सकिन्छ। पिभट सस्टेन हुन्छ कि हुँदैन हैन, पिभटभन्दा मास्तिर नै बन्द भएको छ, पिभट अलि तल रहेको कारणले गर्दाखेरि। तर क्यान्डल अलिकति नेगेटिभ बनाएको कारणले गर्दा पिभटमाथि सस्टेन हुन्छ कि हुँदैन हेर्ने। पिभटलाई सस्टेन गर्न सकेन भन्दाखेरि भनेदेखि बजार चाहिँ तपाईँको मुभिङ एभरेज च्यानलतिर आएर मात्र चाहिँ
डिमान्ड जोन फेला पार्ने सम्भावना बढेर जान्छ भनेपछि भोलिको बजार इम्पोर्टेन्ट हुन्छ। यो पिभटको यो स्ट्राटेजी लगाए पनि भयो, पिभट र एमएसी को युज गरेर, अथवा अघि मैले भनेको जस्तो 1 आवरमा एमएसी हेर्ने, त्यो ब्रेक गर्यो भनेदेखि चाहिँ डेली चार्टको ट्रेन्ड लाइनतिर बजार एट्र्याक्ट हुन्छ भन्नु, र यतापट्टि डेली चार्टको पिभट ब्रेक गर्यो भनेदेखि चाहिँ डेली चार्टकै तपाईँको मुभिङ एभरेज च्यानलको जोनतिर चाहिँ बजार एट्र्याक्ट हुन्छ भन्ने कुरा चाहिँ स्ट्राटेजी लगभग सिमिलर नै हो, जुन युज गर्दा पनि हुन्छ। अब सेक्टर वाइज हामीले हेर्छौँ भने कुन सेक्टर बुलिस देखिन्छ, कुन सेक्टर अलिकति बियरिस देखिन्छ, अथवा कुन सेक्टर चाहिँ अलिकति साइड वाइज देखिन्छ भने हामीले हेर्छौँ भने म्यानुफ्याक्चर सेक्टरमा स्क्रिप्ट वाइज हेर्न रिकमेन्ड गरिन्छ। किन भन्दाखेरि रिसेन्टली एउटा थोरै स्क्रिप्ट छन्, एउटा तपाईँको स्क्रिप्टले गर्दाखेरि चाहिँ आइपिओले लगातार बढेको कारणले गर्दा चार्ट अलिकति डिस्टर्टेड देखिन्छ, सबैलाई रिप्रेजेन्ट गरेको छैन। स्टक वाइज हेर्दा राम्रो। होटेल एन्ड टुरिज्मको पनि केस त्यही म्यानुफ्याक्चरिङकै जस्तै हो। ट्रेडिङमा 2टा मात्रै स्क्रिप्ट छन्, खासै तपाईँको राम्रो सेटअप बनेको छैन, केही पनि सेटअप बनेको छैन यसमा तपाईँको हाई यसरी ब्रेक गर्न सकेको छैन आफ्नो। त्यस्तै गरी नन लाइफ इन्सुरेन्स तपाईँले हेर्नुहुन्छ भने नन लाइफ इन्सुरेन्समा पनि इक्वल हाई जस्तो बनाएको छ, केही पनि सेटअप देखिँदैन त्यस्तो टेक्निकल। तपाईँले फाइनान्स सेक्टर हेर्नुहुन्छ भनेदेखि फाइनान्स सेक्टरमा त झन् लोवर हाई नै बनाएको छ होइन। अलिकति बटम फिसिङ गर्ने, धेरै तल आयो रेन्जमा आयो भनेदेखि छुट्टै कुरा, नत्र भनेदेखि चाहिँ तपाईँको सप्लाई डिमान्डको एङ्गलबाट हेर्छौँ र बुलिस क्यारेक्टर बेरिस क्यारेक्टरको एङ्गलबाट हेर्छौँ भने फाइनान्स सेक्टर त्यस्तो ट्रेन्डमा देखिँदैन। त्यस्तै गरी अदर सेक्टर हामीले हेर्छौँ भनेदेखि अदर सेक्टरले पनि लगभग इक्वल हाई जस्तो बनाएको छ, हायर हाई बनाउन सकिहालेको छैन। यो पनि तपाईँको ठिकै देखिन्छ, तर त्यति राम्रो देखिँदैन। ब्याङ्किङ सेक्टरले चाहिँ तपाईँको हिजोको दिनमा चाहिँ अलिकति राम्रो भोल्युम सहित चाहिँ लास्ट कारोबार दिनमा चाहिँ आफ्नो अघिल्लो हाईलाई ब्रेक गरेको थियो। हायर लो बनाउन आउँछ भनेदेखि, केही डिमान्ड जोनमा आउँछ भनेदेखि केही अलिकति यो राइजमा चाहिँ के हेर्न सकिन्छ त भन्दाखेरि, यो राइजमा चाहिँ कुन स्क्रिप्टमा चाहिँ अलिकति धेरै भोल्युम आएर कुन स्क्रिप्टमा अपरेटर एक्सन देखिएर चाहिँ त्यहाँनिर यो राइज आएको थियो त्यो हेर्ने। अलिकति तल आउँछ, डिमान्ड जोनतिर आउँछ होइन, मुभिङ एभरेज च्यानलतिर आउँछ भने स्क्रिप्ट वाइज हेरेर केही डिसिजनहरू लिन सकिन्छ। त्यस्तै गरी डेभलपमेन्ट ब्याङ्क हेर्छौँ भने डेभलपमेन्ट ब्याङ्कले पनि लोवर हाई नै बनाएको छ है, हायर हाई बनाउन सकेको अवस्था छैन डेभलपमेन्ट ब्याङ्कमा। लाइफ इन्सुरेन्सको चार्ट राम्रै देखिन्छ है, अलिकति प्यारलल च्यानल जस्तोमा चलिरहेको छ लाइफ इन्सुरेन्स तत्कालको टाइममा, जस्तै तपाईँको यस्तो तरिकाले चलिरहेको छ र यो प्यारलल च्यानललाई रेस्पेक्ट गरिरहेको छ। बजार चाहिँ प्यारलल च्यानलको मिड लाइनतिर आउन आँटेको छ। मिड लाइनतिर डिमान्ड जोन बनायो भनेदेखि एकदम स्ट्रङ भयो, नत्र भनेदेखि मिड लाइनमा चाहिँ डिमान्ड जोन बनाउन सकेन भनेदेखि यसरी यतातिर हायर लो बनाउन आउने सम्भावना बढ्छ। हायर लो बनाउन आउँदै गर्दाखेरि यदि सेटअप मिल्छ भनेदेखि, कुनैमा ब्रेकआउट देखिन्छ भनेदेखि अब यो फलको चाहिँ यसरी फल आइरहेको छ होइन, फलमा चाहिँ कुनै स्क्रिप्टमा चाहिँ आवरी चार्टमा राम्रो ब्रेकआउट देखिन्छ भनेदेखि हायर लो बनायो कि भन्ने एजम्सन सहित चाहिँ केही रिस्क लिन सकिन्छ। यसमा चाहिँ तपाईँको टेक्निकल प्याटर्न राम्रै छ, बजार सिधै माथि जाने होइन, हायर लो बनाउँदै प्यारलल च्यानललाई रेस्पेक्ट गर्दै माथि गइरहेको छ लाइफ इन्सुरेन्स। प्यारलल च्यानलको मिड च्यानलमा सपोर्ट बनायो भने राम्रो कुरा, नत्र लोवर च्यानलतिर चाहिँ एट्र्याक्ट हुने सम्भावना हुन्छ। यसमा पनि तपाईँको मिड च्यानलमा सस्टेन हुन्छ हुँदैन हेर्ने। मिड च्यानलमा सस्टेन भयो, अघि भनेको जस्तो तपाईँको पिभटभन्दा मास्तिर बजार टिक्यो होइन। यसको चाहिँ जस्तै लाइफ इन्सुरेन्सको चाहिँ पिभट कतिमा छ भने तपाईँले हेर्नुहुन्छ भनेदेखि पिभट तपाईँको 13,378 मा छ, अहिले 13,469 मा छ होइन। लाइफ इन्सुरेन्स इन्डेक्स भनेपछि पिभटभन्दा मास्तिरबाट फर्किन थाल्यो र भनेदेखि मिड च्यानलबाट फर्किन्छ पोजिटिभ हुन्छ, नत्र भनेदेखि लोवर च्यानलतिर चाहिँ प्यारलल च्यानलको लोवर लाइनतिर बटम फिसिङको लागि चाहिँ वेट गर्न सकिन्छ। ट्रेन्ड यसको चाहिँ पोजिटिभ नै देखिन्छ, हायर लोको प्याटर्न देखिन्छ। माइक्रो फाइनेन्सको केसमा पनि त्यही नै छ होइन, लाइफ इन्सुरेन्सको जस्तै हायर लोको प्याटर्न छ। यसमा पनि पिभट सस्टेन हुन्छ कि हुँदैन हेर्ने। पिभट सस्टेन भयो भनेदेखि त्यहाँनिर पिभटबाट मास्तिर फर्किन थाल्यो भने केही ट्रेड लिन सक्यो, नत्र भनेदेखि लोवर लाइन यसरी ट्रेन्ड लाइनतिर कुर्दाखेरि बेटर हुन्छ। माइक्रो फाइनेन्स र लाइफ इन्सुरेन्स राम्रै देखिन्छ सेक्टर वाइज। हाइड्रो पावर सेक्टरमा हायर हाई बनाएको छ, तर हाइड्रो पावर सेक्टरमा धेरै स्क्रिप्टहरू छन्, इन्डिभिजुअल चल्छन् प्रायः जस्तो, त्यही भएर स्क्रिप्ट वाइज फोकस गर्दाखेरि राम्रो कस्तो प्याटर्न बनाएको छ भनेर। इन्भेस्टमेन्ट सेक्टरमा पनि माइनर सानो लेभलले चाहिँ ब्रेकआउट गरेर हायर हाई जस्तो बनाएको छ, तर लाइफ इन्सुरेन्स र माइक्रो फाइनेन्सको जस्तो एकदमै राम्रो हायर हाई खालको प्याटर्न बनाउन सकेको छैन होइन। एकदम मजासँगले चाहिँ हाईलाई धेरै मार्जिनले ब्रेक गरेको छैन होइन। यस्तो खालको छ। अघिल्लो रिसेन्टको हाईलाई चाहिँ झन् ब्रेक गरेको छैन, यतापट्टिको हाईलाई यो सानो माइनर हाईलाई ब्रेक गरेको छ। ठिकै छ यसको पनि प्याटर्न। अब यसमा पनि हेर्ने त्यही नै हो, पिभटमा सस्टेन भयो भनेदेखि त्यहाँनिर पोजिटिभ माहौल बन्न सक्छ। पिभटलाई ब्रेक गर्यो भनेदेखि लोवर ट्रेन्ड लाइनतिर बजार चाहिँ एट्र्याक्ट हुनसक्छ इन्भेस्टमेन्ट सेक्टरमा पनि। भनेपछि सेक्टर वाइज समरी चाहिँ लगभग यति नै रहेको छ है त। तपाईँहरूले हाम्रो बजारको भिडियो नआएको बेलामा चाहिँ www.nepalisearnews.com मा गएर चाहिँ तपाईँहरूले चाहिँ सेयर शिक्षा भन्ने अप्सनभित्र गएर डेली मार्केट अपडेट भन्नेमा गएर चाहिँ तपाईँहरूले एभ्री डेको मार्केट अपडेट हेर्न सक्नुहुन्छ है। आज भिडियो बनाउँदैछु, एकैछिनमा डेली मार्केट अपडेट रिटर्न फर्ममा पनि आउँछ, भिडियोको कुरालाई यहाँनिर देखिन्छ है। त्यो कारणले गर्दाखेरि तपाईँहरूले चाहिँ बजारको अनबायस टेक्निकल एनालाइसिस, टेक्निकल्ली बजार के कस्तो देखिएको छ भनेर हेर्न चाहनुहुन्छ भनेदेखि तपाईँहरूले यहाँनिर आएर भिजिट गर्न सक्नुहुन्छ। र विभिन्न अरूहरू पनि न्युजहरू तपाईँहरू हेर्न इन्ट्रेस्टेड हुनुहुन्छ, अरूहरू पनि न्युजहरू तपाईँहरूलाई चाहिरहेको छ भनेदेखि चाहिँ पोर्टल गएर चाहिँ तपाईँहरूले एकचोटि भिजिट गर्न चाहिँ सक्नुहुन्छ। हस्, यति नै भने आजको लागि। थ्याङ्क यू सबैजनालाई।